हेलो एभ्रिवान एन्ड गुड आफ्टरनुन सबैजनालाई है। मेरो आजको ब्लग चाहिँ के हुँदैछ भने आज हामी फेरि उल्टा घर घुम्नु जाँदैछ। अन्त यो उल्टा घर चाहिँ देवपाडा मतलब पाना पुग्नुभन्दा अलिकति अगाडि देवपाडा भन्ने जग्गाबाट चाहिँ पस्नुपर्ने रहेछ। अन्त अब चाहिँ हामी उल्टा घर जाँदैछ है। अन्त अब हामी बाटो पनि चिनेको छैन, अन्त त्यही भएर चाहिँ सोध्दै सोध्दै जाँदै थियौँ। अन्त मेरो ब्लग त्यस्तो खास केही त हुँदैन, घरमा बस्दा अल्छी लाग्छ बनाउनु। अन्त त्यही भएर चाहिँ अन्त यस्तै घुमेको कोही बेला कहाँ गएकोहरू मात्रै म भिडियो हाल्छु है। अन्त फाइनली अब हामी उल्टा घरको यो गेटमा पनि पुगिसकेको छु। अन्त यो उल्टा घरलाई चाहिँ डुवर्स फन सिटी है उल्टा घर भनेर पनि जानिन्छ है। अन्त अब हामी चाहिँ एन्ट्री गर्दैछ। म फेरि तपाईँहरूलाई मेन गेटबाट भित्र पसेर पनि म तपाईँहरूलाई देखाउने छु कस्तो छ के छ है। अन्त फाइनली अब हामी मेन गेटबाट पनि यहाँ टिकटहरू काटेर है एन्ट्री गरिसकेका छौँ है। अन्त यो चाहिँ अब पहिला चाहिँ अगाडिबाट थियो, अन्त अहिले चाहिँ यता पछाडिबाट रहेछ एन्ट्री। अन्त चाहिँ अब हामी यहाँ चाहिँ भिडियो गर्दै है इन्जोय गरिरहेको थियौँ। अन्त ढिलो पनि भइसकेको थियो, 4 बजी पुगेको थियो होला हामी। अन्त यो चाहिँ ताजमहल रहेछ उल्टा। अन्त पहिला चाहिँ म आउँदा घर मात्रै थियो, अन्त अहिले चाहिँ यो ताजमहलहरू पनि बनाएको रहेछ। अन्त त्यतिकै मैले चाहिँ भिडियोहरू गरिरहेको थिएँ। अन्त मैले त्यस्तै धेरै त मतलब भिडियोहरू केही गर्नु नै पाइनँ है, त्यस्तो मलाई मतलब याद पनि भएन क्या। अन्त यो चाहिँ रहेछ नानीहरूको बल है। अन्त त्यहाँबाट निस्केर पनि फेरि हामी ग्रिन हाउस भन्ने जग्गामा जाने भनेर चाहिँ अब त्यहाँबाट पनि निस्किसकेको छौँ छिटो छिटो है। अन्त एकछिन अब ग्रिन हाउसतिर घुम्ने कस्तो छ अब ग्रिन हाउस है। अन्त त्यहाँदेखि ग्रिन हाउस घुमेर चाहिँ त्यहाँदेखि चाहिँ घर फर्किने। अन्त हेर्दै गर्नु होला, स्टे ट्युन। अनि मेरो आजको मिनी ब्लग चाहिँ यही हुनेवाला छ है। यस्तै अब घुमेको यहीहरू मात्रै हुनेछ, अन्त हेर्दै गर्नु होला। यहाँ चाहिँ हामी पुग्नु आँटे है। यहाँ त पिकअप कस्तो दामी रहेछ बाटोमा रहेछ। अन्त अब हामी फाइनली ग्रिन हाउस पनि पुगेको छ। अब हामी भित्र जाँदैछ है स्कुटी पार्किङ गरेर पनि। अन्त अब चाहिँ हामी यहाँभित्र एन्ट्री गरिसकेको छ। मैले त्यति धेरै भिडियो पनि गर्नु पाइनँ किनकि अँध्यारो पनि हुनु आँटेको थियो। अब 5:30 बजी त पुगेको ग्रिन हाउस। अन्त एकछिन यहाँ घुमेर है कस्तो दामी रहेछ, मलाई त उल्टा घर भन्दा पनि यहाँ मन पर्यो। अन्त कस्तो लाग्यो तपाईँहरूलाई है। अन्त मेरो भिडियोलाई हेरेर लाइक सेयर सब्सक्राइब गरिदिनु, फेसबुकबाट हेर्नेहरूले फलो गरिदिनु होला मेरो पेजलाई है। अनि थ्याङ्क यू फर वाचिङ, बाई बाई।